अब राम्रोसँगले गरिखा बिजोक भइस् एक्लै छस् अब के गर्छस् बाबा पनि त्यस्तो छ राम्रो गर्दैन अब कसरी गरेर खान्छस् एक्लै छस् भन्नुभयो अनि बाक्कै बस्यो जोस् एक दुईवटा मसँग बसेको फोटो छ होइन त्यो फोटो हेर्छु कहाँ गयो होला आफूलाई सम्हाल्नु स्वर पनि आउँदैन अनि आँखा पनि हेर्दैन सासमा त इक पर्ने अनि हेर्नु नसकेर कति बिहोस भए मम्मी नि छैन टुहरू भए भन्छु होइन त्यतिखेर दिमाग कस्तो हुन्छ एक मनमा चाहिँ अब के गर्नु सँगै जान पनि सकेन अब दागबत्ती दिने बेला नि बाहुन बाजेले छोरा छ छैन भनेर सुरुमै खोज्यो अनि छैन म मात्रै हो म छोरी हो मेरो मम्मीको सबै म गर्छु भने सबै मैले गरेँ तपाईँ किरा पनि बसिरहेको थियो है आमाको लागि त्यो लुगाहरू गरेर बसे तपाईँलाई रुवाउन पनि चाहेको पनि होइन तर पनि तपाईँलाई माया गर्ने धेरै दर्शकहरू हुनुहुन्छ त्यो दर्शक सामु तपाईँको पीडालाई मैले उजागर गर्न मात्र प्रयास गरेको हो मेन कुरा त म तपाईँलाई एउटा स्ट्रङ छोरी नै भन्छु जसले एक्लै आफ्नो आमालाई बचाउने प्रयास गर्यो सहयोग माग्यो सबैसँग होइन तर लास्ट आवरमा पनि बचाउन सकिएन अब संसारमा सबैभन्दा ठुलो आफ्नो आमा बुवा हो सबैभन्दा प्रिय लाग्ने चिजलाई नै हामी चाँडै गुमाउँछौँ नि त होइन हुन त यो संसारमा सबैजना मरेर जाने हो कोही पनि सधैँभरि सँगै हुँदैन तर त्यो पीडाको बेलामा कसरी आफूलाई सम्हाल्न सक्छ भन्ने कुरा सबैभन्दा महत्त्वपूर्ण कुरा हो परिवर्तन सम्भव छ सत्य तथ्य निष्पक्ष समाचारको लागि परिवर्तन मिडिया दर्शक पनि यति बेला तपाईँ परिवर्तन मिडिया हेरेर बसिराख्नु भएको छ म छु पवित्र लामा आज अलिकति दुःखद भिडियो लिएर आएको छु म चाहिँ केही समय अगाडि तपाईले एकजना ब्लड क्यान्सर आमालाई सहयोग गर्नुभएको थियो देश विदेशका धेरैजना नागरिकहरूले र आमालाई अहिले बचाउन सकिएको छैन उहाँको छोरीलाई तपाईहरूले हेरिराख्नु भएको थियो सहयोग गरिराख्नु भएको थियो उहाँको आमा चाहिँ केही दिन अगाडि संसार छोडेर जानुभएको छ हेर्नु त मृत्युलाई केही चिजले पनि रोक्न सकिएन आज उहाँको छोरी हामीसँग आउनु भएको छ तपाईहरूले माया गर्नुभएको आमा आज संसारमा हुनुहुन्न अनि त्यही भएर चाहिँ उहाँसँग हामी केही कुराकानी गर्न चाहन्छौँ स्वागत छ बहिनी नमस्ते हजुर सुशीला राई है हजुर वीर अस्पतालमा आमा उपचाररत हुनुहुन्थ्यो 5 महिना भइसक्यो उपचार गरेको अहिले खस्नु भएको चाहिँ 13 दिन भयो 13 दिन भयो हजुर 13 दिन भयो बचाउने निकै प्रयास गर्नुभयो है बचाउन त मैले धेरै नै कोसिस गरेको मैले अथवा देश विदेशमा जति पनि हुनुहुन्छ सबैजनाले सहयोग गरेर बचाउन त धेरै कोसिस गरेको मेरो मम्मीलाई तर अहिले यो संसारमै हुनुहुन्न सकेन पनि तर यो ब्लड क्यान्सर जस्तो रोगलाई चाहिँ धेरै नै गाह्रो हुँदो रहेछ बचाउन धेरै कोसिस गरेँ मैले अथवा हजुरले पनि देश विदेशमा जति पनि मलाई सहयोग गर्नुहुन्छ उहाँहरूले पनि तर अहिले हुनुहुन्न सकिएन बचाउन मेरो आमालाई बुवा आउनुभयो बुबा आउनुभयो अनि बुबा र मैले नै मम्मीको पशुपतिमा ल्याएर दाह संस्कार गरेँ अनि तपाईँहरूको कोही पनि छैन है हुनुहुन्छ हुनु त अरू होइन तर मेरो घर फ्यामिली चाहिँ बाबा मम्मी म मात्रै थियौँ अहिले मम्मी हुनुहुन्न अब बाबा र म मात्रै अहिले बाबा मैसँगै हुनुहुन्छ लास्ट आवरमा बुवा चाहिँ गाउँतिर हुनुहुन्थ्यो होइन तपाईहरूले त्यति सम्पर्कमा हुनुहुन्थेन तर लास्ट आवरमा बुवा आएपछि नै आमा बित्नु भयो बुवालाई कुर्नु भएको रहेछ जोस् 8 वर्ष जस्तो भएको थियो बाबाको मम्मीको मेरो कन्ट्याक्ट नभएको अनि धेरै नै गाह्रो भयो अब बाँकी बसेको लगभग 5 दिन 6 दिन भयो अनि सबैजनाले भन्नुभयो अब एकचोटि बाबालाई जे भने उसको बुढा हो अब बोलाऊ सबैजनाले भन्नुभयो अनि त्यही भएर मैले बाबालाई फोन गरेर त्यही दिनै बोलेको हो अरू बोलेको नि थिएन म अनि बाबा मम्मी यस्तो भएको छ आउनुहोस् भने त्यहाँबाट गाडी भाडाहरू छैन मसँग 1 रुपैयाँ पैसा छैन भन्नुभयो अनि मैले नै तिर्छु आउनु भने अनि आउनुभयो बाबा आएको बेलुका जस्तो 3 बजेतिर आउनुभएको भोलिपल्ट 3 बजे जानुभयो बुवा आउनुभएपछि आमा हजुर बाबाले आधा पानी खुवाइदिनु भयो अनि
जस्ट लास्ट आवरमा बाबालाई कुरेको रहेछ है। हजुर मम्मीले लास्टमा केही भन्नुभएको थियो केही शब्दहरू तपाईँलाई? मम्मीले अब राम्रोसँगले गरिखा बिजोक भइस् एक्लै छस् अब के गर्छस्, बाबा पनि त्यस्तो छ जाडक्सी खाने राम्रो गर्दैन। सानोमा मलाई नि अब बाबा मम्मी र मलाई नै कुट्नुहुन्थ्यो नि त जाडक्सी खाएको बेलामा, राम्रो गर्दैन अब कसरी गरेर खान्छस् एक्लै छस् भन्नुभयो। अनि बाक्कै बस्यो। त्यति भनेर अनि उहाँको आवाजै बस्यो। आवाज बसेको 5 दिन 6 दिनमा अनि जानुभयो। अब तपाईँको पीडालाई त म कसरी यहाँ म प्रस्तुत गर्न पनि सक्दिनँ होइन। म तपाईँलाई रुवाउन पनि चाहेको पनि होइन, तर पनि तपाईँलाई माया गर्ने धेरै दर्शकहरू हुनुहुन्छ। त्यो दर्शक सामु तपाईँको पीडालाई मैले उजागर गर्न मात्र प्रयास गरेको हो। मेन कुरा त म तपाईँलाई एउटा स्ट्रङ छोरी नै भन्छु, जसले एक्लै आफ्नो आमालाई बचाउने प्रयास गर्यो, सहयोग माग्यो सबैसँग होइन, तर लास्ट आवरमा पनि बचाउन सकिएन। अब संसारमा सबैभन्दा ठुलो आफ्नो आमा बुवा हो। सबैभन्दा प्रिय लाग्ने चिजलाई नै हामी चाँडै गुमाउँछौँ नि त होइन। हुन त यो संसारमा सबैजना मरेर जाने हो, कोही पनि सधैँभरि सँगै हुँदैन, तर त्यो पीडाको बेलामा कसरी आफूलाई सम्हाल्न सक्छ भन्ने कुरा सबैभन्दा महत्त्वपूर्ण कुरा हो होइन। अब तपाईँले सम्हालिराख्नु भएको छ, आफ्नो मनलाई बुझाइराख्नु भएको छ, पीडा त भइ नै हाल्छ होइन। अब तपाईँ किरा पनि बसिरहेको थियो है आमाको लागि, त्यो लुगाहरू गरेर बसे। हाम्रो खास गरी चाहिँ राईहरूको 10 दिन हो, यहाँ 12 दिन गर्नुपर्छ भन्नुभयो। अनि 12 दिन गरेँ, आज 13 दिन भयो। हाम्रो राईहरू चाहिँ गाउँतिर चाहिँ 10 दिन गर्थ्यौँ, अब यहाँ अब 13 दिन गर्नुपर्छ। अब 10 दिनमा के त्यो अब के भन्दैछ नि ढिकुरोहरू फुटाउन यताउता के 11-12 दिनमा फेरि बाहुनहरूले पनि 10 दिनमा नचोखाउँदो रहेछ, उसले नछुँदो रहेछ नि त, त्यही भएर 12 दिनै गर्नु पऱ्यो। 12 दिन गरेँ, बाबा र मैले गरेको। बाबालाई भने मैले यसो भने बाबा अब हामी 2 जना मात्रै हो, अब मम्मीको जुठा बाबालाई मै गरौँ है भने। अनि बाबाले हुन्छ भन्नुभयो। अनि बाबाले अनि रक्सी पनि छोड्नु भएछ। मेरो बाबा फेरि अहिले राम्रो हुनुभएछ? राम्रो हुनुभएको छ अहिले, तपाईँसँगै राखेर? मैसँगै हुनुहुन्छ। तपाईँको मम्मीको उपचारमा धेरै खर्च भयो होइन? लास्ट आवरमा लास निकाल्ने नि पैसा थिएन हो तपाईँसँग? लास निकाल्ने दिन त मसँग 1 रुपियाँ नि थिएन, धेरै गाह्रो भएको थियो। जब म 3 बजे मेरो मम्मी खस्नुभएको 3:25 मैले बिहान 6 बजे निकालेँ। धेरैचोटि त्यहाँको डक्टरहरूले भन्नुभयो अब यति धेरै लास नराख्नु, वार्डमा बसेको आइसियूमा हाल्नु भन्नुभएको थियो। आइसियूमा हालिनँ, मैले पैसा थिएन लगाइन, वार्डमै बसेँ। अनि वार्डमा थुप्रोजना हुनुहुन्थ्यो बिमारी, उनलाई इफेक्ट हुन्छ, असर हुन्छ, छिटो निकाल्नु भन्नुभयो। अनि मसँग पैसा छैन भनेर बिहान 6 बजे मैले पैसा खोजेर काटेर लगभग 2 लाख आमा खसेदेखिको चोक्किनेसम्म 2 लाख लाग्यो। ऋण काटेर गरेको छु। मसँग पैसा 1 रुपियाँ थिएन। पहिला जति उठेको त्यो सबै मैले 1 रुपियाँ नराखिकन मम्मीलाई नै उपचारै गरेँ, जति गर्नु गरिसकेँ। अहिले कस्तो छ त अवस्था? तपाईँ एक्लो छोरी, पीडा छ तपाईँलाई होइन, मनभरि कोही पनि काहीँ पनि छैन, सहारा दिने मान्छे पनि छैन, बुवाको हालत त्यस्तो छ, बुवाले तपाईँलाई नै हेरिराख्नु भएको छ होइन। अहिले अब के गर्दाखेरि राम्रो हुन्छ जस्तो लाग्छ त तपाईँलाई? अब चाहिँ त्यो अब ऋण तिर्नु पऱ्यो, मैले अब काम गरेर होइन, ऋण छ त्यत्रो, अब सबैको घिन्न भएर त बस्नु भएन नि होइन। उनीहरूको नि अब दुःखले कमाएको सम्पत्ति मागेर अब चलाएको छु मैले, अब त्यो दिन पऱ्यो होइन। काम गरेको छुइनँ मैले, काम नगरेको 2-3 वर्षै भयो। जति मम्मी बिमारी हुनु थाल्नुभयो त्यहाँदेखि मैले काम गरेकै थिइनँ, काम गर्नु छैन। त्यही भएर अब चाहिँ काम राम्रो पायो भने चाहिँ काम गर्नुहुन्छ, अनि त्यो आमाको लागि लिएको ऋणहरू चाहिँ तिर्न पाए हुन्थ्यो भन्ने लाग्छ। अब जीवनमा नि तपाईँले यतिको उमेरमा होइन यति स्ट्रङ भएर लागिराख्नु भएको छ, यस्तो समयहरू आउँछ भनेर कहिले महसुस गर्नुभएको थियो त? यो त एकचोटि त म त छाँगाबाटै खसेको त्यो मम्मीको बाँकी बसेपछि मलाई लाग्थ्यो कि मैले अब सबैजना मिलेर मेरो आमालाई उपचार गरिरहेको छु, त्यस्तो हुँदैन भनेर सोचेको थिएन मैले। जब मेरो मम्मी रातभरि कराउनु भयो होइन, मलाई मात्रै खोज्नु भयो, जतिखेर पनि मलाई नै अब टोइलेट गएँ भने पनि मलाई नै कहाँ गइस् भन्ने, अनि रातभरि कराउनु भयो। अनि भोलिपल्ट बिहानै बाँकी बस्यो। अनि बाँकी बसेपछि डक्टरले नि भने हेर
तिम्रो मम्मीलाई धेरै कोसिस गरेको छु, अब मैले पनि गरेको छु, तिमीले नि गरेको छौ। अब मम्मी चाहिँ अब केही दिनमा कतिखेर के हुन्छ हुनुहुन्न। अब राम्ररी मन बुझाऊ, तिमीलाई हेर्ने कोही पनि रहेनछ, सहारा दिने कोही पनि रहन्छ। बाबा छ छैन भन्नुभयो, बाबा छ गाउँमा हुनुहुन्छ भने, बाबा पनि आउनुभएको रहन्छ, दाजुभाइ पनि रहन्छ। अब कसरी मन बुझाउँछौ बुझाऊ। मम्मी चाहिँ ढिलो चाँडो अब हुनुहुन्न भन्नुभयो। अनि त्यो दिनदेखि नै बाँकी बस्यो। बाँकी बसेर 5 दिन 6 दिनको दिनमा त गइहाल्नु भयो। तपाईँले यो संसारै अँध्यारो लाग्यो होला है। कति पीडा भयो त्यो, स्वर पनि आउँदैन, अनि आँखा पनि हेर्दैन, सासमा त एक पर्ने, अनि हेर्नु नसकेर कति बेहोस भयो होइन। इमर्जेन्सीमा जाँदै 2-3 वटा सलिन पानी, एकचोटिमा 2-3 वटा सलिन पानी लाएँ, 1-2 घन्टामा फिरेँ, अनि फेरि आएँ। अनि होसमा आउँदा चाहिँ कस्तो लाग्यो, ला मेरो मम्मी के भयो, न मरिसक्यो, न मलाई झुक्काएर यहाँ तल इमर्जेन्सी ल्यायो जस्तो लाग्थ्यो। अनि सोध्थेँ साथीहरूलाई, मेरो मम्मी छ भन्दा छ, केही भएको छैन भन्नुहुन्थ्यो। अनि जहाँ गयो अनि हेर्नु सक्दैन, ती बेहोस भयो, अनि फेरि तल इमर्जेन्सीमा आइएको। कति गाह्रो भयो हुनु त। आफ्नो आमा, जन्म दिने आमा होइन, त्यस्तो अब स्वरै नहुँदा होइन, त्यस्तो हेर्नु त धेरै गाह्रो हुँदो रहेछ। वज्रपात जे होस् माथि टुप्पामा थियो भने तल फेदमा झरे जस्तो भएको थियो मलाई। त्यो कतिखेर कता हिँड्ने के हिँड्ने त्यस्तो केही थाहा पनि भएन होइन, बेहोस जस्तो भयो। अनि त्यो मम्मीलाई कतिखेर अन्त पशुपतिमा लगे संस्कारै त केही थाहा नभयो। तपाईँले नै गर्नुभयो? सबै मैले गरेँ। दागबत्ती दिने बेला नि बाहुन बाजेले छोरा छ छैन भनेर सुरुमै खोज्यो, अनि छैन म मात्रै हो, म छोरी हो, मेरो मम्मीको सबै म गर्छु भने सबै मैले गरेँ। तपाईँले नै दागबत्ती दिनु? मैले दागबत्ती दिएँ, मैले बोकेँ, अरू बडाको छोराहरू सबैजनाले भनेर बोकेँ होइन। एकपट्टि मैले बोकेँ, बाबा र मैले टिकटकमा नि हालेको छु, मैले बोकेको होइन। त्यसपछि कसरी सम्झाउनु भयो तपाईँले आफूले आफूलाई? एक मनले चाहिँ कस्तो लाग्छ भने अब मेरो मम्मी नि छैन, टुरो भए भन्छु होइन। त्यतिखेर दिमाग कस्तो हुन्छ, एक मनमा चाहिँ अब के गर्नु, सँगै जान पनि सकेन। अब आमाको ऋण तिर्छु काम गरेर भन्ने सोच हुन्छ। एकतिर चाहिँ कस्तो हुन्छ भने एकान्तमा गएर बसिरहनु मन लाग्छ होइन। टेन्सन हुन्छ कोठामा। अब जे होस् 1-2 मसँग बसेको फोटो छ होइन, त्यो फोटो हेर्छु, कहाँ गयो होला, के गर्नु होला, आफूलाई सम्हाल्नु, के खायो होला, अब मसँग भगवान् मैले दिन्थेँ जस्तो लाग्छ होइन। एकदम आफूलाई सम्हाल्नु। सबैले भन्छन् अब आफै सम्हाल भन्छ, तर याद त आइहाल्छ जस्तो भने आफ्नो जन्म दिने आमा हो नि होइन। आमाले जन्माएर मलाई यो राति देखाएर यत्रो भयो। तपाईँ सँगै पनि बस्नुभयो नि त आमासँगै त्यत्रो वर्ष होइन? 8 वर्ष 9 वर्ष भयो लगभग। अब दसैँमा त 9 वर्ष हुन्छ मसँग बसेको। अहिले एक्लो हुनुभएको छ, आफ्नै हातले स्याहारेको आमा हुनुहुन्न होइन। अब ठिक छ, यो संसारमा सबैजना एक्लै हुने हो, त्यही भएर सम्हालिनुपर्छ। तपाईँ जतिको छोरीले सम्हालिराखेको छ, अब के भन्ने, म आमा खुवाउने औँसीमा पनि जानुभएको थियो, उहाँको आमालाई हेर्न गएको थिएँ। अनि मेरो मम्मीलाई लगेर मैले सहयोग पनि लगेर गएको थिएँ कि, अनि आमालाई मैले चुराहरू पनि लगाइदिएको थिएँ। अनि मलाई चाहिँ आमा जस्तै लाग्छ क्या, मलाई लागेको थिएन उहाँ यति चाँडै बित्नुहुन्छ भनेर होइन। जुन देश विदेशका नागरिकहरूले सहयोग गरिराख्नु भएको थियो, सायद बाँच्नुहुन्छ जस्तो लागेको थियो, तर पनि बाँच्नु भएन। मृत्युलाई कसैले रोक्न नसकिने रहेछ होइन। आज उसलाई यति धेरै गाह्रो भइरहेको छ, यो महसुस म आफूले पनि गरिराखेको छु, उसलाई कति पीडा भएको होला होइन। त्यही भएर उसको पीडालाई मैले सान्त्वना दिनको लागि मात्रै मैले उसलाई बोलाएको हो यहाँ चाहिँ। त्यही भएर तपाईँ सबैजनाले जतिजना हुनुहुन्छ, जतिजनाले सहयोग गर्नुभयो,
तपाईहरूले सहयोग गर्नुभयो, तपाईँहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। अनि अहिले छोरीलाई सहाराको खाँचो पनि छ, अनि उसको अवस्था अहिले यस्तो छ, ऊ बेला बेलामा आफै आत्तिन्छ होइन, आफै बेहोसी जस्तो, होसमा नभएको मान्छे जस्तो हुन्छ। त्यही भएर तपाईँहरूको साथ अब यो बेलामा अझ बढी चाहिन्छ जस्तो लाग्छ मलाई चाहिँ, मेरोभन्दा पनि बढी होइन। म उहाँको स्क्रिनमा नम्बर राखिदिन्छु, प्लिज तपाईँहरूले फोन गरेर। उसलाई सहयोगको पनि खाँचो छ, उसले 2 लाख रुपियाँ ऋण पनि लिएको रहेछ। सायद त्यो बेला म भ्याली बाहिर थिएँ, उहाँको आमा बित्ने बेला म आउन पनि पाएन होइन मैले। अनि त्यही भएको कारणले चाहिँ उसको अब त्यही एउटा इच्छा, बिचरा हेर्नु न, एउटा छोरी मान्छेले भन्छ नि छोरा चाहिन्छ, तर एउटा छोरीले पनि त कतिसम्म गर्न सक्छ भन्ने एउटा उदाहरण पनि हो। उसले आफ्नो आमालाई आफैले दाह संस्कार गर्यो, आफ्नै हातले दागबत्ती दियो, क्रिया बस्यो होइन, संस्कार अनुसार उसले सबै विधि पुरा गर्यो। आमाको लागि लिएको 2 लाख रुपियाँ ऋण तिर्नको लागि भए पनि म बाँच्नुपर्छ भन्ने उसमा त्यो अठोट आयो भनेपछि ऊ जतिको महान छोरी, ऊ जतिको यो समाजको लागि उदाहरणीय छोरी अरू को बन्न सक्छ होइन। जो पीडामा बाँच्न सक्छ त्यही मान्छे नै महान हुने हो नि त। त्यही भएर पनि उसलाई हौसला दिनको लागि पनि मैले उसलाई मिडियामा ल्याएको हो। म उसलाई रुवाउन चाहन्न, रुन त आइ नै हाल्छ, आफ्नो आमा हो होइन, आँसु त झरि नै हाल्छ। त्यही भएर चाहिँ सबैजनाले उसलाई हौसला दिनुहोला, ऊर्जा दिनुहोला। तपाईँहरूको हौसलाले, तपाईँहरूको सानो सहयोगले सुशीला बहिनीले भोलि जीवनमा केही गर्न सक्यो भने त्यो तपाईँ हामीहरू सबैभन्दा ठुलो सफलता हुन्छ। उसले आफ्नो आमालाई गुमायो, तर उसले समाजको लागि केही गर्न चाहिरहेको छ नि त। ऊ सहयोगी पनि छ, उसले पहिला धेरै हेल्प गर्थ्यो आमासँगै हुँदाखेरि पनि, म उसलाई नजिकबाट चिन्थेँ होइन। त्यही भएर चाहिँ तपाईँहरूले पनि उसलाई हौसला दिनुहोला भनेर पनि भन्न चाहन्छु। नरुनु बहिनी होइन, संसारमा आफ्नो मनलाई बुझाउन सक्ने मान्छे, आफ्नो मनलाई सम्झाउन सक्ने मान्छे नै बलियो हुन्छ क्या। अब बलियो हुनैपर्छ। उपाय त्यही नै छ, अब स्ट्रङ बनिनु पर्यो। तर कोठामा गएपछि याद त आइ नै हाल्छ होइन। अब अरू अब त्यो गीत टिकटकहरूतिर नि आमा भन्ने गीत आउने बित्तिकै जस याद आउने, मेरो मम्मी खै त थियो त जस्तो हुने होइन। अब स्ट्रङ त गर्नै पर्यो, अब त्यत्रो ऋण छ, अब त्यो ऋण तिर्नु पर्यो। अब यत्तिकै उ गरेर हुँदैन, मान्छेले अब अरूको ऋणहरू अब नराम्रो हुन्छ, फल्नालाई मैले यति दिएको थियो दिएन भन्ने हुन्छ होइन। त्यो पैसा फिर्ता गर्नु पर्यो, काम गर्नु पर्यो। अब यही नै छ। अब बाबा मैसँग राख्छु होला, बाबासँगै राख्ने। अब त्यही त, बाबा र म मात्रै भयौँ, अब बाबा र मसँगै बस्छन्। कहिले सपनामा देख्छौ मम्मीलाई? देख्छु, अहिले देख्छ। मैले स्याहारेको जोस बेडमै सुतिराखेको हुन्छ। अनि मम्मी दबाई खाने भनेर दबाई खुवाउँछु, पानी खुवाउँछु होइन। अब कति उपचार गरिस्, अब पैसा कहाँबाट ल्याइस्, धेरै ऋणमा डुबिस् भन्नुहुन्छ। खालि त्यही नै, पहिला पनि त्यही नै भन्नुहुन्थ्यो, बाँच्दाखेरि पनि त्यही भन्नुहुन्थ्यो। पैसा धेरै खर्च। अब जतिखेर नि अब डक्टरले यो चेक गर्ने, पैसा उसले मम्मीले अब मैले हातमा समातेर धेरैको दिएको, अरूलाई दिएको देख्नुहुन्थ्यो नि त। अनि त्यत्रो धेरै पैसा कहाँबाट ल्याइस्, कसरी गरिस्, अब ऋणमा धेरै डुबिस्, अब तँलाई दिने पनि कोही छैन, अब दाजु पनि छैन, भाइ पनि छैन, त एक्लै छस् भन्नुहुन्थ्यो। अनि मैले यसो भन्थेँ मम्मीले, अब त्यो चिन्ता नगर्नु, राम्रोसँगले गर्नु, अब बाँच्नु, म उपचार गरेको छु भन्थेँ। अनि त्यो खुट्टा नचलेर चाहिँ एक दिन रुनु पनि भयो। मैले रेडिएसन थेरापी गर्न सिभिलमा ल्याउँदाखेरि मेरो खुट्टा चल्दैन, यत्रो उपचार गरेको छस् तैँले, चल्दैन, अब म बाँच्दैन होला भन्नुभएको थियो। अनि मैले भने होइन, उपचार गरिराखेको छु, बिस्तारै चल्छ, अब नरुनु भने मैले। अब जब त्यसो मम्मीले त्यसो भन्दै जाँदा अब रहनु नि भन, म मर्छु होला अब भन्नुभएको थियो। भन्नुभन्दा केही अगाडि 1 महिना अगाडि जस्तो त्यस्तो भन्नुभएको थियो। अब यस्तो पनि भयो, कस्तो भयो भने कि म जस्तै मैले एउटा मासु चुक्टा मैले के त्यो साइडमा घाउ थियो नि त मेरो आमाको, यस्तो साइडमा सुतेर। अनि त्यसको मैले एउटा रिपोर्ट मासु पठाएँ क्या। अनि त्यो मासु पठाउँदा चाहिँ मलाई त्यसमा नि कस्तो लाग्यो भने यति धेरै उपचार गरेँ मैले, यति धेरै मैलेदेखि लाइक तपाईँले अब देश विदेशमा जति पनि रहनु छ सबैजनाले मिलेर उपचार गरेको नि। त्यो मासु पठाउँदा चाहिँ कस्तो आयो भने अब औषधि बन्द गर भनेर आयो कि। सबैभन्दा ठुलो चाहिँ मम्मीको लागि किमो थियो नि, त्यो किमो बन्द गर भनेर आयो कि। कडा औषधि किमो थियो। अनि मैले एउटै बट्टाको 14,000 पर्छ भनेको थिएँ नि हजुरलाई। त्यो बट्टामा
14,000 पर्छ। त्यसमा चाहिँ पहिला 30 ट्याब्लेट हुन्थ्यो भने अहिले 21 ट्याब्लेट भएर आएको छन्। त्यो औषधि किमो बन्द गर्नु भनेको अनि डक्टरले मलाई सल्लाह गर्नुभयो। मेन डक्टरले चाहिँ हेर नानी, अब मैले पनि सक्दो उपचार गरेको, तिमीले पनि सक्दो उपचार गरेछ, आमाको लागि खर्च पनि मजाले गरेको छ, औषधि बन्द गर भनेर आएको छ। मम्मीले जति तिमीले दिए पनि त्यो औषधिले काम गरेन भन्नुभयो कि। अनि त्यतिखेर मलाई कस्तो नमिठो लाग्यो। यति धेरै उपचार गरेको छ, यति धेरै खर्च गरेको छ, के चाहिँ भएर यस्तो आएको होला, किन औषधि बन्द गर भनेर आयो होला जस्तो त्यस्तो भयो क्या। अनि अब के गर्छौ, तिम्रो इच्छाले मम्मीले त्यो उपचार गरिरहेछौ कि गर्दैनौ, पैसा कति धेरै खर्च गरिसक्यो, तिमीले उपचार गरे नि त्यो किमोलाई नि काम गरेको छैन मम्मीले, त्यसो भन्नुभयो। अनि मैले अब त्यसपछि मलाई कसो लाग्यो भने अनि एउटा चाहिँ लगाऊँ न, 10,000 पर्थ्यो नि त, त्यत्रो खर्च किन गर्छौ, राम्रो हुँदैन अब भन्नुभयो। अनि एउटा त लगाइदिउँ न भनेर एउटा लगाएँ। 11वटा पुऱ्याएँ है, 10वटाबाट 11वटा पुऱ्याएँ। अनि 12वटाकोमा चाहिँ एक दिन नलाम, यो हप्ता सन्डे लाउँथ्यो नि त, एक हप्ता चाहिँ नलगाम हेरौँ भन्नुभयो। एक हप्ता ठ्याक्क एक हप्ता बन्द गरिदिएको, साह्रो भइगयो है। डक्टरले नै सल्लाह चाहिँ गर्नै भएको मसँग। अनि त्यो अनि औषधि ठ्याक्क त्यो 14,000को डब्बावाला पनि बन्द गरिदिएँ, किमो पनि बन्द गरेँ। अनि मम्मी नै रहनु भन्न 5-6 दिनपछि त त्यस्तो रिपोर्ट आएको क्या। अनि मलाई नै कस्तो लाग्यो भने त्यतिखेर त्यो रिपोर्ट आउँदा चाहिँ मै नै कस्तो त्यो सुन्ने बित्तिकै, डक्टरले सल्लाह गर्ने बित्तिकै कस्तो भयो क्या। ला अब त आमा त भाँच्दैनन् क्या, रहँदैनन् मसँग, अब के गर्ने होला, यति धेरै खर्च गरिसकेँ मैले, बाँच्छ भनेर मै नै कस्तो भयो क्या। अनि रुएँ पनि, म हस्पिटलमा एक्लै थिएँ, रुएँ पनि। अनि मैले मेरो आफन्तहरूलाई सबैलाई फोन गरेर भने, यसो भन्यो डक्टरले, अब के गर्ने, किमै बन्द गर भनेर आइसक्यो, अब यसरी मासु चेक गरेको थियो, अब के गर्ने भनेर मेरो आफन्तहरूले सबैलाई त्यसरी भनेपछि अब डक्टरको सल्लाह अनुसारले गर, तैँले गर्ने खर्च गरिराखेको छस्, अब त्यसमा हामीले भन्नु के नै छ, अब तैँले डिसिजन गर, अब त्यही नै भन्नुभयो मेरो आफन्तहरूले नि। अनि डिसिजन अनि त्यही हो। सन्डे आयो, सन्डे आएपछि अब नलगाऊँ, एक हप्ता चाहिँ नलगाएर हेरौँ जे कस्तो हुन्छ भन्नुभयो। एक हप्ता नलाउने बित्तिकै है। ओके, ठिक छ। अब जे नहुनु थियो भइ नै हाल्यो होइन। अब त्यसलाई हामीले टार्न पनि सक्दैन। संसारमा मृत्यु मात्रै त्यस्तो चिज हो जसले कसैलाई पनि जितेको छैन आजसम्म, उसले नै जित्छ होइन। त्यही नै भयो होइन, जे लेखेको थियो त्यो नै भयो। आफूलाई सम्झाउनु होला। अब अन्तिममा तपाईँलाई माया गर्ने धेरै दर्शकहरू हुनुहुन्छ, उहाँहरूलाई के भन्न चाहनुहुन्छ? सबैजनालाई अब के भन्नु, अब त्यत्रो सहयोग गर्नु भयो होइन। मैले मेरो आमालाई बचाउन सकिनँ, त्यसमा माफ पाऊँ होइन। त्यत्रो पैसा पठाइदिनु भयो, सहयोग गरिदिनु भयो, मैले कोसिस गरेँ, हजुरहरूले पनि कोसिस गरेर पैसा पठाइदिनु भयो बाँचोस् भनेर, तर बाँच्नु भएन। यसको त अब के भन्ने र। अब मैले नि कोसिस गरेको, हजुरले नि यत्रो कोसिस गरिदिनु भयो, अरूले नि कोसिस गरिदिनु भयो, अब तपाईँ राम्रोसँग बाँच्नु पर्यो, त्यही हो होइन। तपाईँलाई रुवाउन मात्रै क्यामेराको अगाडि ल्याएको होइन। कतिजना चाहिँ रुने ठाउँ पनि पाउँदैन। अब बिचरा उसले कहाँ गएर रुने, बाउको अगाडि रुँ भने बाउले टेन्सन लिन्छ, समाजको अगाडि रुँ भने समाजले रोयो भनिदिन्छ होइन। एक क्यामेराको अगाडि भक्कानेर रोयो भने माया गर्ने कोही न कोही दर्शक त हुन्छ नि, उहाँहरूले त तपाईँलाई बुझ्नुहुन्छ नि। तपाईँको यो आँसु चाहिँ तपाईँको लागि हौसला बनोस् भनेर पनि हो खासमा होइन। त्यही भएर धेरैजना मनकारी मान्छेहरू हुनुहुन्छ, उहाँलाई सहयोग पनि गरिदिनु होला, हौसला पनि दिनु होला। अगाडि बढ्नको लागि उसको उमेर सानै छ, हामीभन्दा धेरै बहिनी हो होइन। तपाईँ सबैजनाले, हामी सबैजनाले माया गरेर, सहयोग गरेर, सपोर्ट गरेर भोलि बहिनीले राम्रो गरी भने त्यो हाम्रो लागि ठुलो हुनेछ। त्यही भएर म उहाँको नम्बर राख्नेछु स्क्रिनमा, तपाईँ सबैजनाले उहाँलाई कल गरेर हौसला दिनु होला, माया गरिदिनु होला भनेर भन्न चाहन्छु।